विश्वमा प्रयोग नभएका मोडेलहरू नेपालमा प्रयोग हुन्छ, त्यो पनि विकासको सन्दर्भमा। जनकपुरमा त्यस्तै मोडेल प्रयोग गरियो। सबभन्दा पहिला मोडेलको रूपमा ल्याइयो विकासका ती कामहरू जहाँ करोडौँको क्षति हुँदा व्यापारसँग देखिको सबैको व्यापारहरूको क्षति हुँदा पनि व्यापारीहरूको घर भत्काइयो। सडक विस्तारको नाउँमा सब बिना मुआवजा दिएर सबैको घर भत्काइयो र 6 महिनासम्म जनकपुरलाई अस्तव्यस्त राख्यो र त्यसपछि करोडको क्षति हुँदा भएर त्यसपछि बनेका विकासका मोडेलहरू कतिको प्रभावकारी भयो त भन्नाले हेर्ने हो भने यो सडक एकीकृत शहरी विकास आयोजनाको यो सडकको तपाईँ हेर्नुहुन्छ भने कुनै ठाउँमा सरदर अवस्था राम्रो छैन, कुनै ठाउँमा राम्रो छ। अर्को सडकमा लगाइएका ती लाइटहरू बीचमा त्यो लाइटहरू भट्किसकेको छ। विभिन्न ठाउँमा अहिले सडक निर्माण भएर सम्पन्न भइसकेको विभिन्न ठाउँमा पहल परिरहेको छ। कतिपय ठाउँमा सडक निर्माण भएको छैन तर सम्पन्न देखाइरहेको छ सडक सम्पन्न भयो भनेर। यस्तो मोडेल छ हाम्रो विकासको जनकपुरको सन्दर्भमा र त्यसले सरङ्ग देखाइरहेको छ कि एकीकृत शहरी विकास आयोजना विकास गरेको होइन कि विनाश ल्याएको छ र भ्रष्टाचारलाई संस्थागत गरेको अवस्था छ। आजको कार्यक्रममा हामी एकीकृत शहरी विकास आयोजनालाई लिएर अदालतसम्म मुद्दा गरेर गर्नुभएका र अदालतबाट भएका काम कारबाहीलाई निरीक्षण अनुगमन गर्ने कुराहरू छ, ती सबैलाई जोडेर हामी आजको ती भएका अवस्था के छ सडकको त्यो हेराउँछौँ र नागरिक समाजका अगुवा मुरली मनोहरसँग कुराकानी गर्छौँ। हेर्नुहोस् यो कार्यक्रम। हामीसँग हुनुहुन्छ मुरली मनोहर मिश्र, नागरिक समाजका अगुवा हुनुहुन्छ। मुरलीजी, तपाईँले सुरुदेखि यो एडिबी परियोजनाको विषयमा यसमा भइरहेको अनियमितता, यसमा भइरहेका गलत प्रक्रियाहरूको बारेमा तपाईँले अदालतसम्म धाउनुभयो। केही उपलब्धि पाएको जस्तो लागेन र अहिले तपाईँ हेर्नुहुन्छ भने भ्रष्टाचार भएको जस्तो अनुभूति भइरहेको छ, के हो? मुख्यतया एडिबी परियोजनाको बारेमा मैले अब भनिराख्नु पर्दैन सर, सबलाई थाहा छ कि वास्तविकता कुरो के हो र त्यसको दूरगामी असर अब देखाउन हरेक ठाउँमा सडक फुटेर गुणस्तरहीन काम गरेको कुरो अब स्पष्ट भइसकेको अवस्थामा छ। अब तपाईँले भन्नुभयो सम्मानित उच्च अदालतमा हामीले यसको लागि पिआइएल गरेर 2 वर्षसम्म यहाँका श्री सम्मान्य विद्वान हाम्रो अधिवक्ता युगल किशोरजी लगायत 38 जना विद्वान अधिवक्ताज्यूहरूले 2 सालसम्म हामीले यसमा मुद्दा लड्यौँ र मुद्दा लडिसकेपछि अब सरकारवाला निकायहरूले चाहिँ प्रतिवेदनहरूमा काम सकाइसकेको गरिसकेको कुरा देखिसकेपछि कागजातहरू अब प्रस्तुत गरिसकेपछि सम्मानित अदालतबाट त्यस्तो गरिराख्नु परेन, तर उपभोक्ताको हक हितमा र निवेदक पक्षले जसरी मापदण्डको कुरो गुणस्तरको कुरो उठाएको हो त्यो स्वाभाविक सत्य हो, त्यसलाई सम्मानित गर्दै सम्मानित अदालतबाट के निर्देशनात्मक आदेशहरू भएको छ प्रमुख जिल्ला अधिकारीजीको। पटक पटक तपाईँको के देख्यो नि, पटक पटक विभिन्न आयोग जस्तो भन्ने रिपोर्टहरू अब त्यसको जाँच पासहरू भयो, भित्रको त्यो सामानहरूलाई केलाएर भएका गुणस्तरको विषयमा ती सबै हुँदा पनि के पाउनुभयो? वास्तवमा गुणस्तरहीन छ या के छ?
अब त्योसँग अलिकति सर प्रसङ्ग जोड्न चाहन्छु। अहिले खास गरिकन जुन बहुचर्चित जानकी फुलबाडी अतिक्रमण सम्बन्धी जुन यहाँ कुरो भइरहेको छ, त्यसमा जुन प्रक्रियाहरू गएको छ, प्रशासनिक प्रक्रियाहरू थालनी गरेको छ, यो वास्तवमा यो सम्बन्ध बनेको एडिबीसँगै जोडिएको छ। किनभने त्यहाँ गरिएको सडक विस्तार निर्माणको क्रममा जसरी एउटा सामाजिक, सांस्कृतिक र धार्मिक सम्पदालाई अतिक्रमण गरेर निजी व्यक्तिहरूको घर बचाउने जुन कुरो भएको छ र त्यसमा सरकारवाला 3 तहकै सरकारसँग समन्वय गरेर 3 पटक नाप जाँच गरेर जुन त्यसको प्रतिवेदन आइसकेको छ, त्यो प्रतिवेदनले प्रमाणित गरिसकेको छ कि एडिबी परियोजना अन्तर्गत निर्माणित सडक विस्तारको क्रममा त्यहाँ सार्वजनिक र सांस्कृतिक सम्पदालाई अतिक्रमण गरेर निजी घरहरू बचाइएको छ। अर्थात् त्यहाँ कहीँ न कहीँ आर्थिक चलखेल भएको छ, मापदण्ड विपरीत भएको छ। अब तपाईँसँग एउटा सामान्य भाषामा हामी कुरा गर्दाखेरि हामी के आग्रह गर्न चाहन्छौँ भने भात जब हामी पकाउँछौँ त भातको हन्डीको हरेक चामललाई त हामी छोएर यो भात सिद्ध भयो कि भएन भने त हेर्दैनौँ, एउटा चामलको दाना उठाएर हेर्छौँ। त्यो यदि सिद्ध भइसकेछ भने भाँडोमा भएको सम्पूर्ण भात पाकिसकेको हामी बुझ्छौँ र यदि एउटा भात पाकेको छैन भने सब भात पाकेको छैन भनेर अनुमानित लगाउँछौँ। त्यसैलाई आधार बनाएर यदि भन्नु पर्दाखेरि अब एडिबी परियोजनामा सरकारवाला निकायहरूले मैले मापदण्ड अनुसार काम गरेको, गुणस्तर काम गरेको, कहीँ कुनै किसिमको हिनामिना नगरेको भनिरहेको परिप्रेक्ष्यमा जानकी मन्दिरको जुन एउटा अतिक्रमण जुन घटना हो, यो एउटा पात्र मात्रै हो। यसले सिद्ध गरिसकेको छ त्यही 3 तहको सरकारको प्रतिवेदन अनुसार कि त्यहाँ 4.25 धुर जमिन अतिक्रमण भएको छ। यसको मतलब कि एडिबी परियोजना अन्तर्गत जुन जुन वार्डमा सम्पूर्ण जनकपुरमा जहाँ जहाँ यो सडकको र ड्यामेजको कुरो भएको छ, अब त्यो सम्पूर्ण घटनाहरूलाई, सम्पूर्ण परियोजनाहरूलाई सरकारवाला सर्वपक्षीय बसेर अब त्यसको अनुगमन गर्ने, त्यसको नाप जाँच गर्ने स्वतः यो प्रमाण सिद्धि भइसकेको छ कि जानकी मन्दिरमा मापदण्ड विपरीत, गुणस्तर विपरीत यदि काम भएको छ भने एडिबी परियोजनामा जहाँ जहाँ यो काम भएको छ अब सम्पूर्ण योजनालाई अनुगमन, अनुसन्धान र त्यसमा देखिएको कमी त्रुटिहरूलाई त्यो सरकारवाला निकायका पदाधिकारीहरू यिनीहरूलाई एउटा कारबाहीको प्रक्रियामा लिएर जानुपर्ने अवस्था छ। अहिले यहाँ मैले तपाईँको बाहिर यो सडकमा इन्टरभ्यू लिनुको कारण पनि एउटा मध्ये के हो भने कि विभिन्न ठाउँमा हामीले अनुगमन गर्दा या विभिन्न ठाउँमा हेर्दा या सामाजिक सञ्जालमा दिनको दिन एउटा कुरा के आइरहेको छ भने विभिन्न ठाउँमा सडकमा वाल परे जस्तो देखिन्छ, त्यसपछि सडकमा लगाइएका त्यो बिचमा त्यो लाइटहरू त्यो टुटेको छ, सडक पेटीहरू जुन बनाइयो त्यो लथालिङ्ग र भत्किसकेको अवस्था छ। त्यस कतिपय ठाउँमा त सडक बनेन, काम भइसक्यो भने पनि हेराइरहेको छ। र यस्तो लथालिङ्ग अवस्था मलाई लाग्दैन कि कहीँ पनि विकासको यो मोडलले काम गरेको होला। यो विकासको मोडल होइन सर, यो त भ्रष्टाचारको मोडल हो। यो त धर्म संस्कृतिलाई भ्रष्ट पार्ने हो यो मोडालिटी हो जुन जानकी मन्दिरको केसले देखाइसकेको छ। र यो सन्दर्भमा मैले हाम्रो नयाँ प्रमुख जिल्लाधिकारी श्री प्रेम प्रसाद भट्टराईज्यू यहाँ आइसकेपछि यो एडिबी परियोजनामा हाम्रो सम्मानित अदालतमा भएको अभ्यास, त्यहाँ भएको समय समयमा निर्णयहरू, त्यो निर्णय भइसकेपछि सम्मानित अदालतले जुन निर्देशनात्मक केही आदेशहरू दिएका छन् कि माग भए बमोजिम स्थलगत अनुगमन हुनुपर्ने र त्यहाँ यदि मापदण्ड विपरीत र गुणस्तरहीन काम भएको छ भने पछिसम्म फरक नपर्ने गरिकन कुन निकायको कुन पदाधिकारीहरूले गरेको हो त्यसको विरुद्धमा चाहिँ सिफारिस गर्न आइसकेको अवस्थामा जानकी मन्दिरसँग यस्तो यस्तो भयो, त्यहाँ हामीले गऱ्यौँ, त्यो मापदण्ड विपरीत भएको कुरो सिद्ध भइसकेपछि अब अर्को हाम्रो समाजसेवी इन्जिनियर प्रकाश चन्द्र शाह जुन गङ्गा सागर धर्मशाला निर्माण गर्नुभएको छ, त्यहाँ शिवचोकमा पनि आर्थिक चलखेल भएको र त्यहाँबाट उहाँले पनि यो बैठक मार्फत गरेर सम्मानित उच्च अदालतमा उहाँले पनि यो सम्बन्धमा दिएको छ कि त्यहाँ भौतिक संरचनाहरू व्यक्तिगतलाई छोडेर त्यहाँ धार्मिक सांस्कृतिक सम्पदालाई अतिक्रमण गरेर मापदण्ड विपरीत गरिएको हो। अब यहाँ स्वतः सिद्ध भइहाल्छ कि जानकी मन्दिरमा त्यस्तो भयो, जनकपुरको पवित्र स्थल मुटु मानिने शिवचोकमा त्यहाँ भयो। त्यस्तै अब हरेक ठाउँमा तपाईँले भन्नुभएको बाटोमा देखिएको भाङहरू, पालहरू जसले कि सामाजिक दुर्घटना र सवारी दुर्घटना निम्त्याएको छ। पानी परिसकेको अस्ति भर्खर हाम्रो भयो कि त्यसलाई यसरी बुझौँ कि तात्कालीन समयमा जो सर्वे गर्यो नि
एउटा के हुन्छ भने विकासका मोडेलभन्दा पूर्व या विकास गर्नु पूर्व एउटा सर्वे हुन्छ, यो मोडेल उपयुक्त हो कि होइन भनेको कुरा हो। अर्थात् हामीले विदेशमा धेरै जसो विकसित राष्ट्रहरूमा हेर्छौँ, तल नाला छ, विद्युत छ, टेलिफोनको तारहरू छ, त्यो के छ भने तिनीहरूको सुहाउँदो होला होइन। अनि हामीले त्यही मोडल प्रयोग गऱ्यौँ र त्यो मोडल प्रयोग गरिसकेपछि हाम्रो त्यो माटोले थेक्ने हो कि होइन, त्यो बिच सडकको नाला, त्यसपछि हामी पानी निकास गर्न सक्छौँ कि सक्दैनौँ, ती सबै अध्ययन नगरेर जुन मोडेल थियो एउटा कहीँ यस्तो मोडल प्रयोग भएको छ, यसलाई ल्याएर यहाँ प्रयोग गरियो। तपाईँले एकदम उपयुक्त कुरा भन्नुभयो पत्रकारज्यू। अब हेर्दाखेरि अब धनुषा जिल्लामा पूर्वाधार विकासको लागि यो पहिलोचोटि 2 अरब 3 अरब होइन कति अरब कति करोड आए गए, तर आजसम्म जनकपुरको भौतिक संरचना, त्यसको सडक नाला लगायतका कुराहरूमा कुनै खासै उल्लेखनीय सुधार नभएको कुरो स्वच्छ प्रमाणित छ। यो पनि अहिले जनकपुरमा जति पनि देखिराख्नु भएको छ सडक नाला, भलै मापदण्ड होस् गुणस्तर विपरीत हो, तर जति पनि देखिराख्नु भएको छ त्यो हाम्रो सम्मानित अदालतमा नागरिक समाज र खास गरिकन हाम्रो पत्रकार महासङ्घका हाम्रो अनिल कुमार मिश्रज्यू, पत्रकार साथीहरू र बौद्धिक समाज भनेको हाम्रो विद्वान अधिवक्ता नेपाल बार एसोसिएसनका यो त्रिपक्षीय सहकारी सहयोग र सहभागिताको माध्यमले सम्मानित अदालतमा जसरी हामीले यो भनौँ न एउटा न्यायिक लडाइँ लड्यौँ, त्यसको परिणाम हो कि आज तपाईँले यो सडक र यो बाटो देख्नु भयो। त्यही कारण हो, जति डरायो त्यही कारण हो, होइन भने त्योभन्दा झन् दुरावस्था हुन्छ। त्योभन्दा दुरावस्था होइन, त्यस्ता कति बजेट आएछन्, कागजमा सीमित भएका छन्, पैसाहरू कहाँ गए नगए त्यो त देखि नै राख्नु भएको थियो। जनकपुरमा पहिलोचोटि यो त 3 अरबको बजेट आएको होइन, कति सरकारहरू 2046 सालपछि कति सरकारहरू परिवर्तन भयो, यहाँको भौतिक संरचना मुहार फेर्नको नाउँमा कति राजनीतिक दलहरू बजेट छुट्याए, त्यो बजेटहरू कहाँ कहाँ गए आजसम्म यस्तो भएको थिएन। यो त सम्मानित अदालतमा र पब्लिकमा जागरण भएको कारणले अब सम्मानित अदालतमा हाम्रो विद्वान अधिवक्ताजीहरूसँग भएको सहकार्य सहमति सहयोग र सहभागिता, नेपाल पत्रकार महासङ्घको सहयोग सहकारी र सहभागिता र नागरिक समाजको सहयोग र सहभागिताको यो अनुपम उदाहरणले गर्दाखेरि न्यायिक सम्मानित अदालतमा भएको अभ्यास र समय समयमा सम्मानित अदालतबाट सरोकारवाला निकाय पद अधिकारीहरूलाई बारम्बार आदेश दिएको, निर्णय दिएको, सल्लाह दिएको कारणले गर्दाखेरि बाध्य भएर यति पनि गुणस्तर काम भएको थियो, होइन भने यो हुने पनि सम्भावना थिएन। अब जब कि अब हामी 3 जना समूहले यसलाई अब सम्मानित अदालतमा लिइसकेका छौँ, सम्मानित अदालतबाट प्रमुख जिल्ला अधिकारीजीको नाउँमा निर्देशनात्मक आदेश जारी भइसकेको छ। अब त्यसैसँग जानकी मन्दिरको यो फुलबाडी अतिक्रमणको मुद्दा जोड्यो। अब त्यहाँ मापदण्ड विपरीत भएको छ, भौतिक संरचना भत्काइएको छ, सार्वजनिक संरचना भत्काइएको छ, धार्मिक सम्पदालाई अतिक्रमण गरिएको छ, सिद्ध भइसकेपछि अब स्वतः स्पष्ट हुने भयो कि एडिबी परियोजनालाई कार्यान्वयन गराउनको लागि जुन जुन निकाय यसमा संलग्न छन् त्यो जम्मै निकायहरूलाई कडाभन्दा कडा नेपालको प्रचलित ऐन बमोजिम उसमाथि भएको विगत जबत हुनुपर्छ, ऊमाथि कडा कारबाही हुनुपर्छ र हामी आम नेपाली जनता खास गरिकन हाम्रो यो जनकपुर उपमहानगरपालिकामा बसोबास गर्ने जसको नाउँमा यो ऋण परियोजना आएको हो, त्यो ऋण परियोजनामा आम जनता जसरी कोखमै हुँदाखेरि बच्चाको नाउँमा ऋणहरू पारिएको छ, त्यसको सही सदुपयोग गर्नको लागि यसमा देखेका कमी कमजोरीलाई केलाइकन अपराधीहरूलाई कडाभन्दा कडा सजाय दिनु बाहेक अर्को कुनै विकल्प छैन। यदि हामीले यस प्रकरणलाई यदि कानुनी कारबाही यदि गर्न सकेनौँ भने यो गलत नजिर स्थापित भएर आउने भविष्यको जुनसुकै सरकारले पनि यसैलाई नजिर बनाएर उनीहरूले मोनोपोली गर्नेछन्। त्यसकारण पनि सार्वजनिक सेवामा सदाचार कायम हुने र भ्रष्टाचार मुक्त समाज र सहकारी सहयोग सहभागिताको लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै जसरी सम्मानित अदालत, हाम्रो विद्वान अधिवक्ताहरू, नेपाल बार एसोसिएसनका हाम्रा सम्मानित हाम्रो पत्रकार बन्धुहरू, धनुषा पत्रकार महासङ्घ र नागरिक समाजको यो त्रिपक्षीय सहकारी सहयोग र सहभागिताले जुन यो ल्याएको उपलब्धि हो त्यसको संरक्षण गर्नु, त्यसको मूल्य मान्यतालाई आत्मसात गर्नु र अपराधीलाई कडाभन्दा कडा यसमा सजाय दिलाउनु बाहेक अर्को कुनै विकल्प छैन र त्यसको हामी जोरदार माग गर्दछौँ। धन्यवाद सर।